यो तपाईलाई स्क्वायर फिट, रनिङ फिट र क्युबिक फिट भनेको के हो र यो कता युज हुन्छ थाहा छ? यो एकदमै नै सजिलो छ। म तपाईहरुलाई चाहिँ एउटा इक्जाम्पल दिएर बुझाउन खोज्छु है। सपोज यो हामीसँग यो मटेरियल छ, यसको लेन्थ चाहिँ 8 फुट छ, ब्रेथ चाहिँ 2 फुट छ भनेपछि यसको रनिङ फुट निकाल्नको लागि चाहिँ 8 + 2 फेरि यसको 8 फेरि +2 भनेको कति भयो? 20। यसको रनिङ फुट चाहिँ 20 भयो। अनि रनिङ फुट चाहिँ बेसिकली चाहिँ बाउन्ड्री वालहरु नाप्नलाई अनि मार्बलको स्कटिङहरु गर्नको लागि चाहिँ युज हुन्छ। अब फेरि स्क्वायर फिटमा आऊ है त। फेरि लेन्थ 8 छ, ब्रेथ 2 नै छ भनेको 8 × 2 भनेको 16 स्क्वायर फिट। अनि यो स्क्वायर फिट चाहिँ बेसिकली चाहिँ प्लटहरु नाप्नलाई, स्ल्याबहरु नाप्नलाई अनि प्लास्टर वर्कहरु नाप्नलाई युज हुन्छ। अब क्युबिक फिटको कुरा गर्नु पर्दाखेरि चाहिँ फेरि पनि लेन्थ 8, ब्रेथ 2 अनि यसको डेप्थ चाहिँ 1 फिट छ भन्ने सपोज गर्यौं भने चाहिँ यसको फेरि क्युबिक फिट कति भयो? 8 × 2 × 1 भनेको 16 क्युबिक फिट। अनि यो क्युबिक फिट चाहिँ बेसिकली चाहिँ मटेरियलहरु मेजर गर्नको लागि युज हुन्छ। जस्तै अब एग्रिगेटहरु नाप्नु पर्ला, बालुवा हैन, गिट्टी, यस्तो कुराको लागि चाहिँ क्युबिक फिट युज हुन्छ। हस्, थ्यांक यू।